साथीहरु मेरो बुढा चाहिँ भोलि जान्छ छुट्टी पुग्यो है 1 महिनाको छुट्टी त यस्तो छिटो सक्छ आमा यहाँ चाहिँ अचार प्याकिङ गर्दैछ यहाँ प्याक गरिसक्यो हो दुईटा यहाँसँग 3टा भएछ हो यहाँ पनि छ 4टा यहाँ चाहिँ यो डल्लै अचार हो यसको यत्रो बट्टाको त्यो त लानु नलैजाऊ भनेको नेक्स्ट टाइम आउँदा लानु फेरि यत्रो बिना लाँदैछ अन्त एकैचोटि आमामा यहाँ हेर्नुहोस् है लो कसैको बुढाले पनि लान्छ होला यत्रो बिना त्यस्तो बिना लान्छ कि मेरो बुढाले चाहिँ अचार चाहिँ अब यहाँ यो मन त हेर्दा त्यो चाहिँ मुला खोर्सानीहरू छ त्यसमा चाहिँ आमामा सेलोटेपले के अरे ऱ्याप गरेको कराको अब आजबाट चाहिँ उसको अचार प्याकिङ सुरु भयो लो कान खाने गरी करायो जान्छ अरे मेरो बुढा अस्ति त हामी पनि गएको थियौँ सँगै हो खुसी थियौँ योपालि त एक्लै झन् हामी कति बस्यौँ हौ है हामी सँगै 3-3.5 महिना जस्तो त बस्यौँ हामी योपालि त यस्तै हो जिन्दगी है फेरि अर्को फेरि छुट्टी आउँछ जानै पर्यो आफ्नो ड्युटीमा लाग्नै पर्यो हामीलाई कमाएर दिनै पर्यो नानी पढाउनै पर्यो सबको त्यस्तै हुन्छ समस्या सबैजना त्यस्तै हो छुट्टी आउने हो छुट्टी जाने हो लु यसलाई प्याक गरिहाल यतिकै लाने यो बट्टा चाहिँ लिएर आउनै बट्टा हो त्यो चाहिँ त्यो अर्को त पर्दैन हो त्यो चाहिँ लिएर आउनु अरू त त्यो मिठाईको बट्टाहरू त पाइहाल्छ अब त्यो चाहिँ लिएर आउनु देखिहाल्नु होला साथीहरू मेरो बुढा चाहिँ अहिले अचार प्याक गर्दैछ उसको सानो मिनी ब्लग्स बनाइदिएको है मैले यादगारको लागि अब उसको लुगाहरू प्याकिङ भएको मैले देखाउँछु म तपाईँहरूलाई भक्कु लाँदैन उसले लुगा भक्कु लिएन पनि त अस्ति उसको अचार चाहिँ यति हो रेडी भयो उसले चाहिँ त्यतिमा त प्याक नगरेर हो फेरि अर्को प्लास्टिकमा पनि प्याक गर्दैछ तेल चुन्छ अरे उसको ट्रलीमा चुन्छ र तेल चुन्दैन हौ त्यस्तो बिना त पर्दैन त हेर्नुहोस् त लु बाफ्रे 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 हो त्यो अलिक फुट्नेलाई चाहिँ उयो गर न फुट्ने पनि लैछ नि त एउटा बोतल चाहिँ फुट्नेमा छ कि त्यसमा हाल्ने अरे ट्रलीमा अलिअलि अब उयो हो मेहनत खोल्नु पनि टाइम लाग्छ नि यो त छुरीले काट्नुपर्छ होइन के गरेको र भएको छैन हौ भयो सेलटेप वेस्ट गर्नु मात्रै हो साथीहरू हेर्नुहोस् न कस्तो माया लाग्दो भएर हाम्रो बेगले चाहिँ लुगा प्याकिङ गर्दैछ भोलि चाहिँ अब जान्छ उसको छुट्टी सक्यो है सकिनी गाइस भिडियो बनाउँदै हालिदिन्थ्यो भिडियो उतै गएर हाल्छु नि ल काको पनि देखाउँछु म बाटोको उयो रेगुलेटर चाहिँ कसले ल्याएको अघि लग्दै भनेको थिएँ आमालाई बिर्सेछु कसको रेगुलेटर हो तर आमा किन ल्याएको नि त बिर्सेछु अघि पुराइदिउँ भने बिर्सेछु हैन किन ल्याएको पर घरमा दिएको पर समाजको समाजमा देख्थेँ कि भोलि यो लम्बुरे है जिन्सको लम्बुरे है जाडो हुँदैन बिहान जाडो हुँदैन हौ गाडीमा बसेपछि के को जाडो लुगाहरू प्याक गर्दैछै साथीहरू भोलि जिन्सै लगाउँ भन्दैछौ है तिमीलाई हो किन बाटोमा चाहिँ चिसो हुन्छ हाफ प्यान्ट लाउँछ होला त्यो चेक पनि लगेको चेक लगेको रे साथीहरू चेकबाट पैसा झिक्छ अरे उसलाई एटिएमबाट पैसा निस्केन अरे उसको एटिएम खोइ साथी तिम्रो हाल्यो देख्छ नै
छैन मेरो ल हिजोको पैसा निकालेको एटिएम त मेरो हो नि फेरि हिजोको हाल्यो होला तिमीले अस्ति तिम्रो खै हिजो मैले केमा हालेको थिएँ ज्याकेटमा छ कि है ज्याकेट त मैले उयो गरेको मलाई थाहा छैन यो त मैले मेरो हालेँ नि एउटा हो उसको लुगाहरू यहाँ यति प्याकिङ भएछ यति मात्र लाने हो लुगा छैन लुगा धेरै अचार कहाँ हाल्ने अचार उतापट्टि गएन लु लिएर हालिहाल अचार पनि उसको लुगा उसले धेरै लान्न के उसले धेरै लान्न होइन उसले अस्ति लुगाइ नलिआएको खासमा चाहिँ सबै लुगा छ मेरो के चाहिन्छ त भित्र अन्त उसले लुगाइ नलिआएको नि त नवाङको ऱ्याकेट झुन्डाउने जग्गा हेर्नुहोस् त साथीहरू कस्तो दामी छ हो अलिक बेसी लगेको छैन किनभने उसको लुगा उतै छोडेर आएको नि त उसले अस्ति म ल्याउनै पर्छ भने उसले लुगा ल्याएन लु अचार पनि लिएर आयो भोलि त जान्छ मेरो बुढा फेरि कति महिनाको लागि है त्यहाँ राख्ने हाम्रो चाहिँ यो अलिकति टाइल्स लाउनु उब्रेकोले उब्रेकै भइरहेको छ लाउनै पाएको छैनौँ त्यो अलिकति लगाएपछि चाहिँ यो बेडहरू निकालेर अरू सामान हाल्नु छ खै कहिले अचार हालिसक्यो उसको अचार पनि हालाइ दामी छ नि प्याक गर अब यसो ढल्काउँदा चुँदैन तेल यसो ढल्काएर लाँदैछ तेल चाहिँ लुगा भारी भएको छ अन्त तर अस्ति हामीले लगेको त एउटा पनि ढलेको थिएन त है त्यही भएर यसले कभर गर्छ भनेर त हो खोलिहाल्नु है गएर चाहिँ यति हो उसको अचारी हो उसको सबै उयोहरू सामानहरू प्याक भइसक्यो अब त्यसमै डल्लो पारेर नि त्यो लाग्यो भने त्यसमै लाग्छ ए उसको तवल यो तवल पनि लान्छ उसले जहिले ल्याउँछ लान्छ त्यस्तो हुन्छ साथीहरू आर्मीको बुढी भन्छ आर्मी भन्छ आर्मीको बुढी र बुढालाई थाहा छ है आउँदाको खुसी र जाँदाको पीडा चाहिँ कसलाई थाहा हुन्छ भनिदेऊ न हामीलाई मात्रै थाहा हुन्छ आउँदा चाहिँ अब कहिले आउने भनेर उयो हुन्छ हो खुसी अब के हो कहिले आउने त्यो दिन हुन्छ जाँदा चाहिँ जाने दिन चाहिँ नआउनु नि भनेको जस्तै हुन्छ अरूले भन्छ नि आर्मीको बुढा र बुढाको दुःखै छ नि आर्मीको बुढीलाई भन्छ नि एक दिन म बनाउने छु आर्मीको बुढीको विषयमा पनि है अरूले भन्छ यस्तो उस्तो भनेर म बनाउनु पर्ने छ एक दिन भिडियो उ त गएको भाइ साथीहरू चाहिँ कस्तो सिन हुँदैछ हेर्नु प्लास्टिक च्याप्दैछ उसको यहाँ के अरे यो अचारले लाग्छ लुगामा भनेर चाहिँ अब त्यो प्लास्टिक चाहिँ कहाँ ओछ्याउने दामी छ त प्लास्टिक जता त अन्त यो हो नि पारा त यहाँ अब यतिको बुढा त अब छ होला र अरूको हेर्नुहोस् लो लुगा भन्दा बेसी चाहिँ अचार छ तर उता कति निस्क्यौ यसले चाहिँ माथि उडाउँछ नि त यसमा सोसिन्छ बुद्धि त देख्यो होला नि साथीहरू अचार लाने बुद्धि यस्तो हो है लो अब फुस्की त नानीहरू हाले यो लाउनु पर्छ उसको पर्फ्युमहरू भयो त्यो लु बन्द गर अब जुत्ता यति छ अब लाउने बिहान लुगा लाउने त्यो हो त्योहरू लाँदैन होइन त्यो गएको जुत्ताले बाहिर छ त्यो मेरो पकेटको यो देख्यो होला यस्तो चार्जर यहाँ छ चार्जर एउटा त्यो चार्जर यो मेरो है तिम्रो चार्जर खोइ मेरो चार्जरमै छ कति चार्ज छ यसमा हेर्नुहोस् नै के अर्को चार्जरमा यसमा फुल रहेछ यो नि हाले मैले यो पनि चाहिँ किन लगेको हौ त्यो चाहिँ फोन छ नम्बर प्राय नम्बर यसमै छ नि त सानो फोनमा गुगल पे हो फोन हेर्नु तिनवटा बोकेर गुगल पे लानु ल चलाउँदैन गुगल पे ए लान्न अरे सरी म निकाल्दिनँ है बाटोमा किन निकाल्नु क्यास चलाउनु पर्यो है लु अब यो चाहिँ प्याकिङ भयो ल सक्यो अब उसको फाइनल प्याकिङ भयो अब चाहिँ लु लुगा चाहिँ यति मात्रै छ केही पनि छैन अचार मात्रै धेरै भयो अचार धेरै छ कि उसको चार्जर मेरो कहाँ छ साँच्ची नै कुन चार्जर त भोलि बिहान हाल नानी चार्जर त मलाई चाहिन्छ बिहान चार्ज गरेर लानै पर्यो फोन यो चाहिँ सम्पत्ति पैसाहरू उता छ लु उसको फाइनल प्याकिङ चाहिँ सक्यो है गाइस भोलि बिहान मात्रै हुन्छ बाई बाई गाइस प्याकिङको अब गएको चाहिँ उसले भोलि बनाउँछ है गएको अरे अब ऊ चाहिँ
उसको ट्रली छ नि फेरि दामी उसको भिडियो गरिदिनुपर्छ फेरि जाउँ न राम्ररी नानीलाई थुतु गरिराख्दे भाइ हातमा खै नवाङ पर हात पो मिलाउँदा लैजाऊ सिलगढी बेचिराख्देऊ ल बाई बस्नु नानी एकछिन भिडियो सुरु भइगयो हो फेरि है एकछिन चप्पल लाग्छु है नाना माथि हालिदिए अरे आमाम के हो तिमीहरू दुईजना चाहिँ ए ल दुईजना ल 50-50 ल अब चेन्ज छैन है ल 50-50 50 पैसाको लागि हान थाप खोइ आफैलाई बाई भन्यो दुईजनाले पपी गर्नुपर्छ मलाई त रिवाङले पपी गरिदिएर आगुलाई ल बाई गरिदेऊ हुन्छ भन चेन्ज छैन 50-50 कहाँबाट दिनु मैले ल जाऊ बाई बाई आऊ जाऊ ल अहिले तिमीले पनि हुन्छ आपालाई बाई भनिदेऊ सेफ जर्नी भनिदेऊ बाई बाई अब त्यो पैसा